हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आफ्टर लङ टाइम म फेरि पनि आइसकेको छु र नयाँ भ्लग लिएर र आज चाहिँ हामी सरोज पार्कमा जाँदैछौँ र जुन चाहिँ सरोज पार्क हामीले पहिला पनि भ्लग बनाइसकेको छ र त्यो चाहिँ रोडको साइडतिर हो तर यो चाहिँ अहिले चाहिँ भित्र अलि नयाँ राम्रो खाले बनाएको छ भनेर चाहिँ मैले सुनेको होइन हामीले सुनेको त्यही भएर हामी चाहिँ अब त्यहाँ जाँदैछौँ र अब के कस्तो हुनेवाला छ देखाउँदै गर्छु र हाम्रो यहाँ ब्रदर पनि रेडी भइसकेको छ र केही शब्द बोल्न चाहनुहुन्छ भने चाहिँ भन्नु पऱ्यो हाम्रो भ्युअर्सहरूलाई। आज चाहिँ हामी सरोज पार्क जाँदैछौँ होइन। त्यो चाहिँ नयाँ पार्क हो, हामी अहिलेसम्म गएको छुइनँ त्यहाँ। त्यही भएर चाहिँ आज चाहिँ हामी त्यहाँको अवलोकन गर्छु र तपाईँहरूलाई देखाउँछु यो। ओके र अब हामी चाहिँ अब यहाँबाट निस्किनेवाला छौँ र अलरेडी त्यस्तै 3 बजिसकेको छ र गाइज अब यहाँबाट हामी निस्किन्छ र सबै देखाउँछु र हाम्रो सिस्टर चाहिँ अलरेडी इन द कार होइन यहाँ बसिसकेको छ र अब केही भन्न चाहनुहुन्छ भने त भन्नु पऱ्यो भ्युअर्सहरूलाई। केही भन्न चाहनुहुन्छ भ्युअर्सहरूलाई? हामी आज चाहिँ अब सरोज पार्क जाँदैछौँ होइन। अब हेरौँ त्यहाँ गएर के हुँदो रहेछ, रमाइलो गरौँ। ओके गाइज है अब हामी चाहिँ जाँदैछौँ, लेट्स गो गाइज। हामी चाहिँ यता सरोज पार्कमा आइसकेको छौँ र हामी चाहिँ यहाँ चाहिँ अब यसो नयाँ बन्दै गरेको रहेछ होइन, कम्प्लिट भएको छैन र अब हामी यहाँ चाहिँ यसो हेर्छौँ कस्तो हुनेवाला छ र यहाँ चाहिँ अब छुट्टै अलिकति डिफ्रेन्ट टाइपको रहेछ। यहाँ पानी राख्ने पनि बनाइदिएको रहेछ होइन र गाडीहरू पार्क गर्नलाई यहाँ मान्छेहरू पनि धेरैजना आइरहेछ, नयाँ नयाँ ठाउँ भएकोले बच्चाहरूलाई खेल्नेहरू पनि छन् होइन र यस्तो बस्ने कुर्सीहरू यस्तो सबै छ र ठिकै हो होइन। यस अरूभन्दा डिफ्रेन्ट छ, यस्तो एक्सर्साइज गर्नलाई चाहिँ हुने ठाउँ रहेछ यो गाइज है। यस्तो मान्छेहरू बसेर आफ्नै आफ्नै चेयर लिएर पनि खाँदैछन् यहाँ है। अब हामी चाहिँ यहाँ खोज्छौँ यहाँ चाहिँ ठिक हुन्छ भनेर र यो चाहिँ अब अझै बन्नलाई चाहिँ अझै टाइम लाग्छ जस्तो लाग्छ मलाई होइन। र अहिलेसम्मलाई चाहिँ ओके छ। यो चाहिँ खासमा यहाँ चाहिँ यस्तो यतैतिर घर भयो भने चाहिँ यस्तो वाकसक आउनलाई नर्मल टाइपको छ। टाढै परोस् हेरौँ के बस्नु त बस्नु होइन। बबाल छ है गाइस, बबाल। यस्तो झुला पनि खेल्न सक्नुहुन्छ होइन तपाईँहरू आएर। बच्चाहरूको हो के बच्चाहरूको यहाँ झुला खेल्न लागेको छ होइन। झुले यो 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 चाहिँ के को लागि भने यस्तो पनि रहेछ यार, मैले फर्स्ट टाइम देखेको यस्तो बच्चाहरू। यस्तो जस तपाईँहरूलाई चाहिँ मैले देखाइसकेको छ र होइन ठाउँ चाहिँ एकदम कुलेस्ट छ होइन, एभरग्रिन टाइपको छ। अब अलिनमा हुनुहुन्छ भने चाहिँ तपाईँ यहाँ सुरज पार्कमा आएर चाहिँ होइन इन्जोय गर्नु सक्नुहुनेछ। हामी यहाँ बार्बिक्यू सार्बिक्यू गर्ने भन्ने चाहिँ सोचमा आएको हो र कुन चाहिँ कता ठाउँ चाहिँ अब दामी हुन्छ होइन त्यहाँ चाहिँ हामी बसेर हामीले चाहिँ गरिन्छ। यस्तो पनि रहेछ यो पछि चाहिँ यो चाहिँ मेरो हिसाबमा के भन्छ यहाँ चाहिँ पानी सरर जानेको लागि यो चाहिँ एउटा खोला जस्तो हुनेवाला छ गाइज है। यस्तो बबाल छ यार, मान्छेले सोचेर बनाएको छ होइन बनाउनु चाहिँ। अनि यहाँ चाहिँ यस्तो टाइपमा छ होइन जुन चाहिँ यस्तो वक गर्नलाई चाहिँ एकदम बबाल छ गाइज होइन। हामी चाहिँ यो पछाडिको साइडबाट आएको हो होइन, हामीले गाडी चाहिँ पछाडि पार्क गरेको थियो। यो अलिकति जङ्गल टाइपको छ र उता अगाडि पनि केही चिजहरू चाहिँ छ होइन। अब त्यहाँ गएर हेरिन्छौँ होइन। आज हामी चाहिँ अब पहिला आएको छैन होइन, नयाँ नयाँ खोलिरह भएकोले चाहिँ अब जस यस्तोवाला चाहिँ होइन अलिकति नेक्स्ट लेभलको छ गाइज है। अब त्यहीँ गएर चाहिँ म देखाउनेवाला छु र हेर्दै गर्नु होला, लाइक सेयर सब्सक्राइब है गाइज। पहिलाको जस्तै सपोर्ट गर्नु पर्यो। तपाईँहरूलाई चाहिँ यहाँ आउँदै चाहिँ होइन कस्तो लागिरहेछ होइन
कस्तो टाइपको देखियो तपाईँले हेर्दाखेरि होइन, कस्तो अब टाइपले बनाएको छ यो तपाईँको हिसाबमा। यो चाहिँ अलिकति ग्रिनरी चाहिने भएको भएर चाहिँ मान्छेहरूलाई होइन यसरी बनाएको हो। अगाडि चाहिँ पुरै क्लासिक गाडीहरू राखेर मतलब उनीहरूले चाहिँ सो त्यहाँ मतलब डेकोरेसनहरू गरेर विभिन्न तरिकाले बनाएको रहेछ। अनि भित्र चाहिँ यो जङ्गलहरूमा चाहिँ रुख रोपेर चाहिँ हुन त यहाँ जङ्गलै थियो, यसलाई मोडिफाई गरेर चाहिँ यिनीहरूले ठाउँ ठाउँ जङ्गलभित्र चाहिँ वनभोज जस्तै नेपालमा त वनभोज भन्छ अथवा होइन यस्तो तरिकाले चाहिँ बनाएको रहेछ। यहाँ चाहिँ बारबिक्यू गर्नको लागि स्ट्यान्डहरू राखेर चाहिँ टक्क मिलाएर बनाएको रहेछ। अनि यसरी वक गर्नको लागि यहाँ बाटो पनि यसरी बनाइदिएको रहेछ। अब हरेक मतलब तरिकाबाट चाहिँ यिनीहरूले यो बनाएको रहेछ। जस्तै के भन्छ वकिङ गर्नेहरूको लागि, मर्निङ वाक गर्नेहरूको लागि, बारबिक्यू गरेर खानेहरूको लागि, बच्चाहरूको लागि सबै सुइटेबल हुने गरी चाहिँ बनाएको रहेछ। एकदम दामी ठाउँ रहेछ। म पनि आएको थिएन, यस्तो बनाएको छ भन्ने कुरा चाहिँ सुनेको थिएँ, त्यही भएर आज चाहिँ हामी भिजिट गर्न आएको हो। तर मलाई चाहिँ A1 लाग्यो। ल त्यो चाहिँ अब त्यहाँ के रहेछ भनेर चाहिँ अब हामी हेर्न जाँदैछौँ। अब त्यहीँ गएर चाहिँ हामी देखाउनेवाला छौँ, हेर्दै गर्नु होला गाइस। यस्तो पनि छ होइन, यहाँ जुन चाहिँ एकदम भिआइपी ठाउँ देखिरहेछ कि अब जस रातिको लागि चाहिँ एकदम रातिको सिन चाहिँ एकदम बवाल हुनेवाला छ गाइस है। यस्तो पार्कहरू जाडो हुन्छ नि होइन अहिले यहाँ चाहिँ मलाई लाग्छ कि त्यस्तो सिस्टम बनाएको जस्तो छ कि हुसुरै लाग्ने नि यहाँ त तर एकदम बवाल छ है गाइस। तपाईँहरू पनि आएर चाहिँ भिजिट गर्नु सक्नुहुनेछ है। यस्तो गाडीहरू पनि राखेको छ, ल्यान्ड रोभर मोडल ओल्डेस्ट ल्यान्ड रोभर गाइस है, जुन यस्तो क्लासिक गाडीहरू पनि रहेछ है यहाँ। र ठाउँ चाहिँ यस्तै हो, धेरै अब जस यसो घुम्न यताउता जे सबै हिसाबले बनाएको छ है। यस्तो होइन कि अब जस राति चाहिँ एकदम बवाल हुनेवाला छ है गाइस। कुन ठाउँ छ है गाइस है, गेट जुन चाहिँ यहाँ आएर फोटो खिच्न सक्नुहुन्छ तपाईँहरू है। जस मलाई चाहिँ यो स्केटिङ गर्ने ठाउँ जस्तो लागिरहेको क्या त्यो होइन, त्यहाँ आइसको त्यो हालिदियो भने त स्केट गर्नलाई हुँदैन। त्यस हाम्रो के भन्छ दिदीको चाहिँ एउटा कुराहरू होइन, यस्तो सुविधा दिएको छ भनेर चाहिँ एउटा भन्दैछ होइन। जस अझै बन्दैछ होइन, बन्नलाई धेरै बाँकी छ। यो चाहिँ यहाँ मेरो हिसाबमा पानी सानीको लागि चाहिँ झरना सर्ना बनाउने चाहिँ हिसाबले गरेको छ जस्तो लाग्यो है यहाँ। जस मेरो विचारमा यहाँ चाहिँ कि पानी हुन्छ होइन कि चाहिँ पानी भन्नाले यहाँ चाहिँ झरना टाइपको फोर्सले पानी दिने बनाइरहेको थियो कि अस्ति म आउँदाखेरि चाहिँ पानीहरू झरिरहेको थियो यस्तो बनाइरहेको। राति चाहिँ लाइटहरू सबै यो रुखहरूमा लाइटहरू राखेर छ यिनीहरूले। त्यही भएर चाहिँ झिलिमिली अलिकति त्यस्तो झिलिमिली पनि होइन होइन अलिकति एकदमै डिम लाइट थियो होइन। त्यतिखेर चाहिँ एकदम दामी जङ्गल त्यो भाइब आउने कि हामीलाई चाहिँ जस्तै जङ्गलभित्रै छिरिरहेको जस्तो फिलिङ्स हुने कि। जस हामीले यसो हेर्दाखेरि चाहिँ यहाँ यसरी हेर्दाखेरि चाहिँ टिआर लागेको जस्तो छ कि नेपालमा बेसी टिआर लागेको भन्छ यहाँ चाहिँ। टिआर होइन अहिले राति चाहिँ जङ्गलभित्र छिरेको भाइब्स आउँछ कि हुसुसुसु लाग्ने होइन यस्तो फिलिङ्स हुन्छ कि यहाँ दिउँसो भएर चाहिँ यस्तो होइन। अब हामी चाहिँ यतै कतै बस्छौँ होइन। र अब अहिले चाहिँ हामी यसो घुम्न आएको हो के कस्तो रहेछ भनेर। कागतीको बोट होइन जस एकदम दामी लाग्यो होइन। सुरज पार्क के भन्छ हाम्रो हिली पार्क पनि नट ब्याड है, एकदम राम्रो छ। अहिले बनायो होला तर यो पनि राम्रै छ। यो चाहिँ अलिकति अर्कै टाइपले सोचेर बनाएको छ कि हिली पार्क चाहिँ बवालै छ होला कि। यहाँ नजिकै के मान्छेहरू छ र अकोमोडेसनहरू छ र यहाँ थुप्रै मान्छेहरू छ नि, घरहरू छ, त्यही भएर त्यही हिसाबले बनाएको होला यो खासमा। यस्तो चाहिँ नजिक भएकोलाई चाहिँ गजब हुन्छ फेरि।
हामीहरू चाहिँ होइन जङ्गलमा यसरी हिँड्दैछौँ र ठाउँ चाहिँ एकदम A1 छ है गाइस, A1 बबाल, जुन चाहिँ एकदम अब मैले अघि भनिसकेको छ होइन। धेरै अब के एक्सप्लेन गरेर राख्ने, धेरै एक्सप्लेन गरेर पनि फाइदा छैन गाइस है। र तपाईँहरूले चाहिँ आएर इन्जोय चाहिँ गर्नु सक्ने हुनेछ। र अब हामी चाहिँ गाडीमा हाम्रो सामान चाहिँ लिन जाँदैछौँ, जुन चाहिँ अब हामी यसो बार्बिक्यू गर्नको लागि अथवा केही गर्नको लागि चाहिँ हामीले सामान चाहिँ लिन जाँदैछौँ। र अब हामीले अब के ल्याएको छ अब यहीँ हामी देखाउनेवाला छौँ र के गरिन्छौँ भनेर पनि हामी देखाउनेवाला छौँ। र हामी चाहिँ अब अलि यस्तै यता 10-11 बजीसम्म चाहिँ हामीहरू चाहिँ यतै हुन्छ होइन, यतै बस्ने चाहिँ अब हाम्रो प्लान छ। र अब हामी गाडीबाट सामान लिएर आएर चाहिँ अब एउटा ठाउँ खोजिसकेको छ उतातिर, अलि ठिक जस्तो लाग्यो। र अब त्यहाँबाट सामान लिएर हामी टक्क ल्याएर बसेर चाहिँ अनि हामीले के गर्नेवाला छ त्यो पनि देखाउँछौँ गाइज, हेर्दै गर्नु होला। गाइज हामीले चाहिँ बार्बिक्यूको लागि चाहिँ यस्तो सबै यो चाहिँ खासमा भित्र सबै सामानहरू छ र यस्तो बस्ने ओर्ने र बार्बिक्यू गर्नको लागि यो र पानी सानी सबै बोकेर आएको छ गाइज है हामी चाहिँ। र यसमा चाहिँ अब हामीले कोइला सोइला सबै हालेको छौँ र हाम्रो सामान चाहिँ यति नै हो हामी जुन चाहिँ बार्बिक्यू गर्नको लागि। र अब हामी चाहिँ एउटा ठाउँमा बसेर चाहिँ हामीले बार्बिक्यू गरिन्छौँ होइन। र हाम्रो गाडी चाहिँ हाम्रो यस्तो बबाल देखिरहेछ होइन, जुन चाहिँ सनसाइनमा गाइज है। र यहाँ सनसेट जस्तो पनि हुनलाई देख्नु सक्नुहुन्छ, एकदम दामी छ। यो चाहिँ खासमा पछाडिको साइड भयो होइन, हामीले त्यही भएर चाहिँ अलिकति कस्तो कस्तो लागिरहेछ। अब के गरिन्छ के कस्तो हो भनेर चाहिँ अब अहिले देखाउँछौँ होइन। अब हामी त्यहाँ अब एउटा यस्तो दामी ठाउँ खोजेर चाहिँ बसेर चाहिँ हामी बार्बिक्यू गर्छौँ गाइस। हामीले चाहिँ भेटाइसकेको छ होइन, जुन चाहिँ हाम्रो ठाउँ, जुन चाहिँ हाम्रो लागि चाहिँ यो चाहिँ बेस्ट ठाउँ हुन्छ जस्तो लाग्छ होइन। यहाँ चाहिँ अब दुईवटा यस्तो 3टा कुर्सी छ होइन, जुन 3टा कुर्सी छ र यहाँ चाहिँ के भन्छ बार्बिक्यू गर्नको लागि चाहिँ यहाँ एउटा यस्तो राखिदिएको छ, जुन चाहिँ हामीले यहाँ कोइला सोइला हालेर अब बार्बिक्यू गर्छौँ। र त्यो ठाउँ चाहिँ एकदम बबाल छ है, एकदम त्यसले नै हिसाबले चाहिँ बनाएको छ। चाहिँ हामीले सामानहरू सबै यहाँ रेडी गरेर राखिसकेको छौँ। र अब चाहिँ यहाँ ओछ्याएर यहाँ भुइँमा बस्दा पनि हुन्छ, माथि बस्दा हुन्छ, जहाँ जे गर्दा पनि हुन्छ होइन। अब देखाउँदै गर्छौँ, हेर्दै गर्नु होला। चाहिँ अब सामानहरू चाहिँ यही हो होइन, जुन चाहिँ हामीले यस्तो मासु सासु पनि ल्याएको छौँ होइन। र मसलाहरू सुन्तलाहरू होइन, जुन चाहिँ यस्तो यो हाम्रो चाहिँ यस्तो पकाउने भाँडाहरू होइन, जुन ब्यागहरू सबै पानीहरू सब हामीले अब 1-2वटा फोटोसोटो खिचेर चाहिँ हामी अब यहाँतिर लाग्दैछौँ, अब रेडी हुँदैछ। र हामीले अब बनाउने चाहिँ यही हो होइन, हामीले बनाउने चाहिँ यही हो। जुन अस्ति न हामीले धेरै जस्तो भ्लगहरूमा हामी बार्बिक्यू नै गरेर हुन्छ होइन, तर छुट्टै छुट्टै टाइपको छ क्या ठाउँ। कुनैमा चाहिँ अब सिमेन्टीको, कुनैमा चाहिँ अब यसमा के भन्छ यो चाहिँ स्टिलको होइन, मतलब फलामको त्यस्तो टाइपको छ क्या। र अब हामी कसरी मासु के हो अब सबै देखाउँछौँ होइन, हेर्दै गर्नु होला। चाहिँ अब होइन यसरी पानी चाहिँ पानी रे मासु चाहिँ पानीमा यसरी होइन पग्लाउनको लागि गर्दैछौँ होइन। र यसपछि चाहिँ हामीले यो मासुलाई चाहिँ मोलेर चट्ट दामी हुन्छ हाम्रो। अब यहाँ चाहिँ कडक बन्दैछ, एक कडक बनिसकेको छ गाइस होइन, एकदम दामी देखिरहेछ यार कलर चाहिँ होइन, जुन चाहिँ अब यो उसको अलि जिन्जरको होइन। म चाहिँ अब तपाईँलाई होइन यसको टेस्ट चाहिँ सुनाउनेवाला छु होइन। एकदम दामी छ है, एकदम टेस्ट एकदम बबाल आइरहेछ गाइस है। तपाईँहरूलाई पनि आउनु खान मन छ भने यहाँ आएर के भन्छ सुकमिता होममा आएर खानु होला। दाइले चाहिँ त्यहाँबाट होइन जुन चाहिँ पानी, यहाँ पानी पनि आउने ठाउँ छ, मैले अघि देखाएको थिएँ होइन, जुन त्यहाँबाट पानी यसरी लगाएर टक्क यो चाहिँ अब आइस पगाल्नलाई हो गाइस है। यो चाहिँ अलि ढिक्क हुन्छ, जुन चाहिँ यो फ्रोजन छ नि त, त्यही भएर चाहिँ यो चाहिँ अब आइस पगाल्नको लागि चाहिँ हामीले चाहिँ यसै उसिने जस्तो गरेर हामीले अब जुन यो अब धेरै खान पनि सकिँदैन होइन हामीले, जुन चाहिँ
होइन खाने तरिका चाहिँ टुक्रा टुक्रा गरेर खानुपर्छ है भाइ। ले यस्तो यो चाहिँ अब बाहिरको अलिकति त्यो पार्ट्स हो होइन, जुन चाहिँ यसरी निकाल्नुपर्छ। के भन्छ यसलाई? बाहिरकोलाई स्किन छाला त्यो खानु नहुने हो र? खानु त हुन्छ। खानु त हुन्छ, छाला नेपालमा त खाइन्छ, तर नेपालमा नै फिलिपिनहरूले नि खान्छ नि छाला, त्यो उ गरेर के फ्राई गरेर छालालाई फ्राई गरेर त्यो मात्रै बेच्छ लुलुमा त, छाला मात्र पनि फ्राई गरेर हामी खाँदैनौँ यहाँ। किन भन्दाखेरि यो त्यो धेरै लङ हुन्छ नि त। फ्रोजन हुन्छ होइन, त्यही भएर हामीलाई मन पर्दैन। फ्रेस भए चाहिँ खानु हुन्थ्यो होइन नेपालमा जस्तै, तर यो अलिकति फ्रोजन भएको भएर चाहिँ नखाने। छाला त मिठो हुन्थ्यो, हुन चाहिँ खास छालामै हुने हो बोसो। अब चाहिँ होइन, जुन यो हामीले अघि नै मैले भने नि, जुन चाहिँ आइसहरू चाहिँ त्यो गर्नको लागि चाहिँ होइन त्यसमा गरिसकेको छौँ र अब भइसकेको छ। र जुन भइसकेर अब चाहिँ अहिले यस्तो दामी देख्यो कि, जुन फ्रोजनवाला थियो अघि होइन, अहिले चाहिँ यस्तो पुरा एकदम क्लिन कटमा छ कि होइन। अब यसपछि अब हामीले यहाँ मसलाहरू होइन सबैको लागि अब अलिअलि यसो चासचुस काट्नु पऱ्यो होइन, जुन चाहिँ अब यसरी अलिकति त्यो चाहिँ भित्र पाकोस् भनेर चाहिँ त्यस्तो खासमा काटेको हो कि, जुन चाहिँ अब यस्तो अलिकति साइडमा काट्यो भने चाहिँ अब भित्रसम्म अब जाने हुन्छ होइन, जुन एकदम दामी हुन्छ कि। तर हामीले धेरै चाहिँ खानु सक्दैन होइन, धेरै हामीले जो 2-3वटा खाँदाखेरि चाहिँ हामी इनफ हुन्छ क्या यो चाहिँ। र हामीले अब यस्तै हो, अब यही हो, सुन्तला छ होइन, यति हो हाम्रो बार्बिक्यू। धेरै खाँदैन, यो 2-3 पिस भयो भने हामीलाई होइन इनफ हुन्छ गाइस है। र अब खानु सक्ने मान्छेहरू पनि हुन्छ होइन, तर हामीलाई चाहिँ 2-3 पिस खायो भने चाहिँ अब गाह्रै इनफ हुन्छ गाइस होइन, हेर्दै गर्नु होला गाइस। यस्तो हो है, जुन चाहिँ हामीले यसरी मसलाहरू के हालेको छ भन्नु त। यहाँ आफूले बनाएको यो मसला, मैले घरमै बनाएको मसला हो यो होइन। अनि यो चाहिँ मिट मसला होइन, यो चाहिँ नुन अनि यो बेसार, यति हो हाल्ने। यति हालेर चाहिँ अब यसलाई चाहिँ मोलेर होइन, जुन चाहिँ मिक्स गरेर यो भित्रसम्म मसला जाने गरेर ओइल हाल्यो। अब यसरी मसला मोलेर अनि एकछिन अझ त्यो फ्रिजमा एक दिन राख्न पाएको भए झन् दामी हुन्छ होइन। केही छैन त्यो, अब म्याग्नेट गर्नुपर्ने हो, तर पनि म्याग्नेट गयो भने चाहिँ भित्र अलि मसला जान्थ्यो। अब ठिकै छ, हामीसँग टाइम थिएन। मैले हिजै चिकन ल्याउनु लगाएको थिएँ, तर मैले बिर्सेछु कि, त्यही भएर चिसै छ, अलिक ठिकै छ। यसरी गरेर खाने बेलामा चाहिँ होइन धेरै मसलाहरू पनि चाहिँदैन होइन, धेरै केही पनि चाहिँदैन। जस यति गरेर खाँदाखेरि चाहिँ A1 हुन्छ कि, जुन हामीले यो बार्बिक्यू गर्ने बेलामा र जुन पकाउने बेलामा फेरि डिफ्रेन्ट टेस्ट आउँछ कि। जुन पोलेर खाने र जुन हामीले त्यो अब त्यसमा बनाउने चाहिँ अलिकति डिफ्रेन्ट हुन्छ। र बनाउनलाई चाहिँ यही हो है गाइस, धेरै चिजहरू चाहिँ चाहिँदैन। यसले चाहिँ अब मोलेर चाहिँ होइन यसरी राखेका छौँ एकछिनको लागि होइन। र हामी अब एकछिनको लागि यसरी राखेर चाहिँ अब यहाँ चाहिँ अब रेडी गर्दैछ, जुन चाहिँ आगो बाल्नको लागि यसो साफसफाइ मैले अघि देखाइसकेको छ, तर पनि अब साफसफाइ यहाँ यसो अब अर्काले खाइरह्यो होला गाइस है। त्यो एक्साइटेड हुनेवाला छ हाम्रो। हाम्रो बार्बिक्यू चाहिँ यस्तै हो, हामीले यस्तै नै गरिरहेको हुन्छ होइन। जुन हामीले यहाँ कोइला, मैले धेरै भ्लगहरूमा चाहिँ मैले देखाइरहेको हुन्छ यस्तैवाला कोइलाहरू यसरी चट्टा हालेर, जुन पहिलाको एउटा कुन भ्लगमा पनि मैले एक्सप्लेन गरिसकेको छ गाइज है। म त्यसको चाहिँ डिस्क्रिप्सनमा लिङ्क हालिदिन्छु गाइज, त्यहाँ गएर चाहिँ हेर्नु सक्नुहुन्छ होइन। त्यो भ्लगहरू पनि पुरानो भ्लगहरू तपाईँहरूले अहिले चाहिँ रातिको सिन सक्नुहुनेछ। र म अहिले एकछिनमा हामीहरू यसो उतातिर गयो भने पनि अब नाइटको सिन चाहिँ देखाउँछ उता, जुन चाहिँ बत्ती अघि नगएको थियो, अघि चाहिँ त्यो दिएको सिन हो गाइज है। अब अहिले हामी एकछिनमा पछि यस्तो वाक जस्तै गरेर जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ एकदम फेरि बवाल हुनेवाला छ गाइज है। त्यो पनि हामी देखाउँछौँ, हेर्दै गर्नु होला। र अहिले चाहिँ हामी मासु पोलेर खाएर चाहिँ हामी त्यहाँ जान्छौँ।
छिटो गऱ्यो भने चाहिँ फास्ट हुन्छ कि चाहिँ हामीले मासुको लागि चाहिँ अब राख्नेवाला छौँ र यसरी टक्क दलेर तेल डल्या हो त्यो चाहिँ हामीले यसरी मासुहरू 3-4 पिस हालेर त्यसलाई चट्ट यसरी दबाएर त्यो राखेर चाहिँ अनि चाहिँ एकछिन अब यस्तो टाइम लाग्छ तर नेपालमा यस्तो गर्ने भयो भने चाहिँ फेरि दामी हुन्छ क्या यहाँको मासु त्यस्तो खासै त्यो छैन कि होइन तर नेपालको मासु मिठो हुन्छ क्या यो खासमा फ्रेस मासु होइन नि त यो प्रजन भएकोले अलिक जुन चाहिँ यसरी टक्क लाएर यो चाहिँ जुन बार्बिक्यू के भन्छ यसलाई बार्बिक्यू गर्ने त्यो हो कि यसले चाहिँ चैलो हुन्छ यसरी टक्क सेटल पनि गरेको छ क्या उनीहरूले आइडिया चाहिँ यिनीहरूको अब दुबई ग्रिनरी हुन लागेको छ नि त अब खाडी हुँदैन अरे सुनेको आगोमा चल्नु हुँदैन भन्छ बच्चाहरूलाई यसरी चाहिँ चट्ट लाएर गरेर हामीले अब ल हेर्नु गाइस मासु यस्तो हुनेवाला छ अलरेडी मासु चाहिँ अब रेडी भइसकेको छ होइन जुन चाहिँ रेडी भइसकेको छ अब पाकिसकेको छ अब हामी चाहिँ यसको लागि चाहिँ खान्छौँ होइन जुन एकदम दामी देखाएको छ है गाइस तर खासै धेरै खान त सकिँदैन होइन हामीले अब सबै रेडी पूजा चिउरा होइन टक्क लाएर यो अनि ससेज पनि छ होइन तर ससेज चाहिँ हामीले अब खासै एकछिनमा खाम्ला त्यो चाहिँ अचार हो होइन गाइस दामी देखाएको छ है गाइस हेर्दाखेरि चाहिँ दामी देखाएको छ तर अलि राम्रोसँग पाक्यो भने चाहिँ ठिक हो नत्र काँचै खाएको जस्तो हुन्छ त्यो देखाएको छ है जुन चाहिँ होइन एकदम दामी देखाएको छ कि यस्तोसँग अब यो पूजा अचार पनि बवाल छ क्या टुक्रा गरेर चाहिँ हामीले यहाँ त्यो बार्बिक्यू चाहिँ गरिसकेका छौँ र अहिले हामी यहाँ टेस्ट गर्नेवाला छौँ है खाइसकेपछि के फेरि जुन चाहिँ यसको टेस्ट चाहिँ होइन एकदम डिफ्रेन्ट टाइपको एकदम दामी छ होइन तपाईँहरू पनि यस्तै गरेर खानु होला कस्तो लागेको छ मासु बवाल छ दामी तपाईँलाई कस्तो लाग्यो मासु दामी लाग्यो है र यसरी टुक्रा गरेर खाँदाखेरि चाहिँ अलिकति सहिलो हुन्छ गाइस हामीहरू चाहिँ अब होइन यहाँबाट सबै खाएर यताउता गरेर यो चाहिँ अगाडिको पार्किङ लट हो गाइस है हामी चाहिँ अब त्यहाँ बार्बिक्यू सार्बिक्यू सबै गरेर हामी अघि पछाडि थियो र अहिले चाहिँ हामी अगाडि आएको छौँ र पार्किङ सार्किङ गरेर चाहिँ अब हामी यहाँको नाइट भ्यू चाहिँ अब देखाउनेवाला छौँ होइन गाइसहरू कस्तो हुनेवाला छ जुन अघिको चाहिँ त्यहीवाला अब म देखाउँछु हेर्दै गर्नु होला छ होइन यहाँबाट राति हेर्दाखेरि चाहिँ यस्तो देखिन्छ यस्तो देखिन्छ र पार्किङ लट यस्तो बब्बाल छ गाइस है
र म अब देखाउँछु होइन यस्तो जुन चाहिँ उयो रुखै रुखमा अघि दिउँसो भएर चाहिँ अलिक कस्तो कस्तो देखेको हो अहिले रातिमा चाहिँ एकदम बबाल देखिन्छ गाइस है यहाँबाट छिर्ने हो खासमा यो चाहिँ अगाडिको भ्यू हो अघि चाहिँ अब हामी डाइरेक्ट उता गएको भएर चाहिँ त्यो भएन यो चाहिँ अगाडिको भ्यू हो तपाईँहरूले उतातिर चाहिँ रोड छ होइन यता चाहिँ यहाँबाट चाहिँ हामी चट्ट छिरेर चाहिँ यस्तो देख्दो रहेछ सरोज पार्क लेक भनेर चाहिँ यहाँ लेखेको छ होइन यस एउटा लेक बनाउने टाइपको रहेछ होइन जुन चाहिँ यो एकदम जुन चाहिँ यस्तरी हेर्दाखेरि त एकदम दामी देखिरहेछ है पुरा बत्ती नै बत्ती यस्तो रुखमा होइन बालेनले पनि यस्तै गरेको थियो क्या होइन काठमाडौँमा यस्तो गरेर चाहिँ यस्तो दामी दामी देख्यो यहाँको चाहिँ त्यसले हेरेको होला क्या बर्के यस्तो छ होइन यसरी यहाँबाट इन्ट्रान्स हुन्छ होइन यी त हो र पुरा कलरफुलमा छ कि खै कहाँ हो बाटै छैन कि हो यो चाहिँ अघिको मैले देखाएको थिएँ अघि दिउँसोबाट आउँदाखेरि चाहिँ अर्कै र रातिमा अर्कै देख्ने रहेछ है जुन चाहिँ राति चाहिँ अहिले यस्तो देख्छ मैले खासमा रातिको नजारा देखाउनलाई चाहिँ खासमा त्यो गरेको है अहिले राति चाहिँ एकदम बब्बाल यस्तो आउनलाई चाहिँ गजब छ क्या गाइस यति नै हो होइन अब र अघि नै मैले देखाएको थिएँ फोटो खिच्ने ठाउँ फोटो खिच्ने भए चाहिँ यहाँबाट खिच्ने हो फुलमा विन्टर ल यस्तरी यहाँ पनि यो पनि छ है खतरा लेखिरहेको रहेछ यो पछि चाहिँ अब यो लेक बन्ने रहेछ लेक चाहिँ बबाल हुनेवाला छ ल पुरा एकदम मोडिफाई होइन यहाँ 10-10:30 बजे पस्छ होइन यहाँ हुसु लगाउने दामी छ है गाइस यसरी यहाँ पुरा लाइटिङ गरेर क्रेजी ठाउँ बनाएको छ यार यो रातिकोलाई चाहिँ हिसाबले बनाएको हो कि लगाएर दामी गाइजहरू हेर्दै गर्नु होइन अब पनि आउनु मन छ भने आउनु होला